हेलो सबैजनालाई कुछ जम्पो आज चाहिँ अहिले चाहिँ उजेलो छाङ्गै भयो है। आज हाम्रो यहाँ सरबङतिर चाहिँ अघि गेलेफुमा थियो, गेलेफु जाँदा ठिकै बाटोमा भेटाएको थियो। असिना पानी चाहिँ यस्तो डरलाग्दो आयो कि गाडी पनि रोकेर केही बाटो नदेखेर आयो। त्यहाँ अहिले फेरि ठिकै गाउँमा आइपुग्दाखेरि चाहिँ एकछिनमा यत्रो खतरा आयो यहाँ पनि। असिना पानी चाहिँ असिना पनि एकदम ठुलो खालको अहिले चाहिँ फेरि खुलिएको छ एकदम। यहाँ पानी अहिले कुदिरहेको छ। मकै गुवाहरू कस्तो बनाएको छ म देखाइदिन्छु ल। अनि हाम्रोतिर मकै अलिक ठुलो भएको थियो नि त, मकैको हालत चाहिँ कस्तो बनाइदिएको छ हेर्नु त असिनाले। ए सिरोको टुप्पो जस्तो बनाइदिएको छ नि त, सबै पत्ता च्यातेर। असिना चाहिँ अहिले नि यतातिर डल्लै छ यी। ए ए निकै ठुल्ठुलो खालको झरेको थियो नि त असिना। अनि तपाईँहरूकोतिर आयो कि आएन? हाम्रोतिर चाहिँ जोडै आएको असिना चाहिँ। अनि यो गुवाको पत्ता यति डह्रो हुन्छ नि, र पनि गुवाको पत्तालाई हेर्नु नि झाडु बनाइदिन्छ नि, यस्तो बनाइदिन्छ असिनाले चाहिँ। कति स्ट्रङ हुँदो रहेछ यिनीहरू। ए मकैको त छैन नि हौ हालत, निकै बिगारे। अहिले चाहिँ मौसम यस्तो छ है यहीँ। अहिले नि बिल्लिएको छैन असिना चाहिँ। ठुलो ठुलो झरेको नि यो हेर्नु त, यिनीहरू कत्रो कत्रो रहेछ है। यस्तो हुँदैछ, बिलिँदै जाँदैछ है जङ्गलहरू लाप्लु। हेर्नु न है कत्रो कत्रो झरेको यिनीहरू, हेर्नु त है। बाफ्रे, यो खालको चाहिँ बाइचान्स टाउकोमा भेट्यो भने चाहिँ टुटुल्का यो खालको त होला नि। ल हाम्रोतिर चाहिँ यत्तिको चाहिँ गऱ्यो असिनाले। अब अहिले पनि फेरि आइदियो भने चाहिँ त्यहाँदेखि खतमै बनाउँछ ल।